हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै ठिक छु। अनि आज सैटरडे घरमा बस्दा बस्दा अब बोर भइन्छ नि त, अनि त्यही भएर आज चाहिँ हामी बहिनीकोमा जाँदैछौँ हामी दुईजना। हेलो नमस्ते। धेरै पछि मेरो ब्लगमा स्वागत छ तिमीलाई। धन्यवाद। आजकल ब्लगै गर्न छोड्यौ। तिमीले बनाउन छोड्यौ, म पनि आउनै छोडेँ। मेरो ब्लगमा अब उहाँलाई पनि बनाउन दिने हो। लाइक चाहिँ बिल्ला गरिदिनुहुन्छ मेरो ब्लगमा लाइक आएन भनेर, अनि मलाई बिल्ला गरिरहनु भएको छ। प्लिज सबैजनाले एकदमै धेरै सब्सक्राइब र लाइक गरेर अनि मलाई के अरे बिल्ला गर्ने मान्छेलाई के भन्छ शिर निहुरिने गराइदिनुहोस् त प्लिज सबैजनाले। अलिक केही भन्नु छ तिमीलाई? केही छैन, उन्नति गर, प्रगति गर, राम्रो ब्लगर बनाऊ, डेली गराऊ। हिउँ परिरहेको छ यहाँ, पुरै हिउँ परेर यस्तै छ, जाडो छ, गुम्म परेर हिँड्नुपर्छ। ल अब एकछिनमा भेटौँला है त। हेर्नु यहाँ सबै हिउँ परेर नि सब सेतो छ, अनि यस्तो कचल 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 हुन्छ क्या। हिँड्दाखेरि चिफ्लिन्छ, एकदम केयरफुल भएर हिँड्नुपर्ने हुन्छ। कतिचोटि म लडिसकेँ यहाँ, यस्तो कमेडी हुन्छ लड्दाखेरि। कता गएको? अनि यहाँ चाहिँ बच्चाहरू खेल्ने पार्क के, हरेक घरको अगाडि अथवा पछाडि चाहिँ घरको नजिकै चाहिँ हरेक ठाउँमा क्या, यहाँ मात्रै होइन एभ्रिवेयर यस्तो पार्क सानो भए पनि केटाकेटीलाई खेल्नलाई पिङहरू अनि यस्तो हुन्छ। तर अहिले चाहिँ हिउँले पुरै ढाकेको छ, पुरेको छ सबै। समरमा चाहिँ दामी हुन्छ, यस्तो ग्रिनरी हुन्छ। अहिले चाहिँ हिउँले पुरेको छ। म एकचोटि जान्छु, यता खिच्देऊ न मेरो। हिउँ त पर्ने जमेछ नि त, यस्तो भएछ हिउँ त पुरै जमेछ। गड फ्रिजिङ कोल्डमा त भाइ जमेछ नि त हिउँ त पुरै। अहिले त आज प्लस त छ कि के छ है, हिउँ चाहिँ हिउँ भइसकेको छ कि यस्तो पुरा छैन, जमिसक्यो, जम्यो। यसरी यहाँ चाहिँ यसरी नहेरिकन कामै छैन, आफूभन्दा ठुलो ज्याकेट लगाएर गुम्म परेर हिँड्नुपर्छ, अदरवाइज त जाडो बाहिर मरिन्छ। यस्तै छ। हेलो फ्यामिली, हामी चाहिँ घरमा पुग्यौँ अनि एकछिन रेस्ट गरेर अनि त्यसपछि आज मोमो खाने भनेर प्लान भयो। सो हामी सबैजना मिलेर चाहिँ मोमो प्रिपेरेसन गर्दैछौँ। बुढाले चाहिँ एकछिन मोमो बेल्नुभयो अनि त्यसपछि उहाँ चाहिँ अहिले चियाको डिपार्टमेन्टमा हुनुहुन्छ, चिया पकाउँदै हुनुहुन्छ। अनि म बेल्दैछु, अनि कसैले बेल्ने, कसैले मोमोको डल्लो बनाउने। अनि बिचबिचमा डेनु बेबी आउँदै हामीलाई जिस्काउँदै गरिरहेछन्, अनि हामी हाँस्दै रमाइलो गर्दै मिठो मिठो कुराहरू गर्दै मोमो बनाउँदै गरिरहेछौँ। अनि हेर्नुहोस् त, अब हाम्रो मोमो पाकिसक्यो। वाउ, कस्तो मिठो भएको थियो मोमो। गरिस्यो माया गरेपछि बल्ल खेल्छु म त। गरिदिने हौ, गर्ने गर न। तिमीलाई मेरो माया लाग्छ? कति कति धेरै? औ माया गर, अनि एकचोटि माया गरिस्यौ न त, अनि म बल्ल खेल्छु नि त। हुन्छ गरिदिनु हौ। किन? कति राम्रो, मेरो फोनमा तिमी आएको नि त। वाउ, भयो? ओके। हेलो गाइज, हामी चाहिँ मुकबाङ टाइप भनौँ न, त्यस्तै बसेर गफ गर्दै खाने सोचिरहेछौँ। सबैजनाले हेलो भनिदिनुहोस् मेरो ब्लगमा। Thank you for momo making, and I came and to eat here. I'm eating here. Love, cheers garo. Looks like good, but I haven't tasted it. Cheers. The baby bunny. Yes. Okay, now let's have the momo.
हाम्रो चाहिँ मोमो पाक्यो अनि त्यसपछि हामी सबैजना बसेर अनि सँगै गफ गर्दै मोमो खाँदैछौँ। मोमो चाहिँ यस्तो मिठो भएको थियो नि गाइस, के भनौँ। अझै पनि मलाई यो भिडियो एडिट गर्दा पनि कस्तो मोमो खान क्रेभिङ्स भइरहेको छ। धेरै पछि खाएको भएर होला, त्यति बेला चाहिँ मोमो यस्तो मिठो भएको थियो अनि म चाहिँ पुरै मोमोको स्वाद लिँदै मजाले मोमो खाँदै थिएँ। अनि हाम्रो प्राइभेट टक्सहरू पनि हुँदै थियो अनि साइडमा म्युजिक पनि बजिरहेको थियो। त्यही भएर चाहिँ अनि मैले भोइस ओभर गर्दैछु यो भिडियो। यदि हजुरहरूलाई पनि यो भिडियो हेर्दाखेरि मोमो खाउँ खाउँ लागिरहेको छ भने चाहिँ मोमो हजुरहरू पनि मोमो खाँदै अनि हाम्रो भिडियो हेर्दै गर्नु होला है त। अस्मिता पाण्डे, डेनिस खरेलकी मम्मी। त्यसै गरेर वाद्यवादनमा सहयोग गरिदिनुको लागि मैले हार्दिक अनुरोध गर्दछु। मुरेलीमा हुनुहुन्छ सभाका सभापतिका डेनिस खरेलका बाबा अमृत खरेल। अनि त्यस्तै गरी डेनिस खरेलका मामा हुनुहुन्छ, भिडियोको लागि सहयोग गरिदिनु होला, हार्दिक अनुरोध गर्दछु। अनि त्यसपछि गएर डेनिस खरेलकी माइजूले भिडियो बनाउँदै हुनुहुन्छ। ल अब गीत गाउँदै हुनुहुन्छ डेनिस खरेल। मैले अब माइक्रोफोन हस्तान्तरण गर्दैछु। धन्यवाद। अब भिडियो बन्दैछ, भिडियो बन्दैछ। प्र्याक्टिस माइक टेस्टिङ। वाद्यवादन। मुरली मामा कहाँ जानुभएछ उसका फाल्नलाई अर्को मामा जानुभएछ एयरपोर्टको घरैमा। माया तिमीलाई बाटो छोडा भागेरै जानेको पार्यो छ। हे गाइस, हामी चाहिँ अहिले अब घर फर्किन लागेको। अहिले राति 10 बजिसक्यो। यस्तो चिसो छ भाइ, तर मेरो हिउँ छ। हिँड्दाखेरि चाहिँ एकदम केयरफुल भएर हिँड्नुपर्छ, ओह्रालो छ, चिप्लिन्छ क्या। म कतिचोटि लडिसकेँ नि फिनल्यान्ड आएपछि। यस्तो चिप्लोमा हिँड्नै जान्दिनँ, लडिहाल्छु। जति केयरफुल भएर हिँड्ने पनि के हो एकदम डर लाग्छ मलाई त। यस्तो गाह्रो छ, यसरी हिँड्नु पर्ने हुन्छ। अँध्यारो छ, तर भिडियोमा चाहिँ अब म आएको छु कि छैन आई डोन्ट नो। आएको छु, म देखेछु। कालो आयो होला, अब ठिकै छ। सके अँध्यारोमा यस्तै हो राति त यस्तै हो। तर हात चाहिँ लास्टै दुख्ने क्या यसरी भ्लगिङ गर्दाखेरि चाहिँ। गाह्रो छ, कहाँ सजिलो छ र गाइज। केही पनि सजिलो छैन, देख्न मात्रै सजिलो हो, साह्रै गाह्रो छ। म हाँस्थ्यौ र हामी बस स्टेसन जाँदैछौँ। बेबे त हेर्दैन। आजको दिन चाहिँ होस् रमाइलो भयो, एकदमै रमाइलो भयो। बाबुले पनि धेरै रमाइलो गर्यो। अनि अब चाहिँ घर फर्किँदैछौँ हामी। अब त जानै पर्यो होइन र गाइज। त्यस्तै हो भाइ, सम्झिने पानी छम्किने, आफै पकाएर खाए मात्रै हो। ठिकै हो, होइन। हामी चाहिँ अब बस कुर्दैछौँ, बस आउँछ अनि जान्छौँ। अब यही इन्ड गरौँ कि क्या हो है। ल गाइज, सबैजनालाई थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ माई भ्लग टिल द इन्ड। अब चाहिँ म भ्लग यही नै इन्ड गर्छु, किनभने अलरेडी इट्स 10 PM अनि बस पनि मेरो आइसक्यो। सो बाई बाई एभ्री वान, थ्याङ्क यू सो मच फर वाचिङ। अब सो यु इस मेरो बस आयो, यही हो। सो बाई बाई, सी यू।